नमस्ते साथीहरू, हामी गोर्खा वा नेपालीको पितृ कार्यमा कतिपय नियम नीतिहरू हुन्छ। त्यो नियम नीति मध्ये म आज तपाईहरुलाई हाम्रो घरमा गरेको नियम नीति देखाउँछु। हेर्नुहोस् ल, आज 12 दिन भयो हाम्रो काका खस्नु भएको र हाम्रो दिदी बहिनी भाउजू आमा सबैले मिठा मिठा व्यञ्जनहरू बनाउनु भएको छ। सेलरोटी बनाउनु भयो, खिर बनाउनु भयो, अचार विचार बनाउनु भयो अनि यसरी 12 बाहुनलाई यसरी खुवाउनु हुँदैछ। हेर्नुहोस् न, 12 बाहुनलाई हामी आसाममा बस्छौँ र असमिया गाम्छा अनि गीताको किताब दिएर उहाँहरूलाई खाना दान आफ्नो गच्छे अनुसार गरियो। त्यसपछि गौदानको हिसाबमा एउटा बाछोलाई यसरी गौदानको रूपमा सम्पूर्ण परिवारभर बाछो दान पुरेतलाई या पुरेत पढिरहनु भएको छ, अगाडि भानिज बस्नु भएको छ, भानिजलाई त्यो गौदान दान गरियो। त्यसपछि अनि जुन गाईको दुधले क्रियापुत्रीहरूले पितृलाई पिण्ड दिनुभएको थियो त्यो गाई नै दान गर्नुपर्छ अरे। तर त्यो गाई नहुँदा वा सबैको गच्छे हुँदैन त्यो गाई नै दान गर्ने। कसैले निक्राको रूपमा पैसा दिनुहुन्छ त कसैले अर्को गाई किनेर बाछासहित भएको दुध दिने गाई दान गर्ने चलन छ। र हाम्रो चाहिँ घरमा थियो गाई र त्यही जुन गाईको दुधले पिण्ड बनाउनु भयो त्यही गाई नै यसरी यहाँ हेर्नुहोस् न दान गर्नुहुँदैछ सम्पूर्ण परिवारभर। अरू फेरि अर्को कुरा के हो भने उहाँ छोरी पनि हुनुहुन्छ एकजना, उहाँ छोरी देखिरहनु भएको छ। छोरीले पनि एक्स्ट्रा आफ्नो गोत्र अनुसारले फेरि बाछा दान गर्नुभयो। सबैले गर्न नसके पनि जसले सक्छ उहाँहरूले चाहिँ गर्छ र हाम्रो बहिनीले चाहिँ सक्नुभयो र यसरी बाछा दान गर्नुहुँदैछ। हेर्नुहोस् न, सबैजना मिलेर बाछा दान गर्नुभयो। तर मलाई चाहिँ अलिकति के लाग्यो भने म चाहिँ वेस्ट बेङ्गलबाट आसाममा बिहे भएर आएकी अनि आसामको र वेस्ट बेङ्गलको नियमहरू चाहिँ कतिपय अलिक नमिले जस्तो लाग्यो। तर नियम त एउटै हो, मलाई त्यस्तो लागेको होला। अनि अन्तिममा चाहिँ यहाँ हेर्नुहोस् न, जोगीदान, यो चाहिँ अन्तिममा जोगीदान यसरी सबै सम्पूर्ण परिवारले जोगीदान पनि गर्नुभयो। हाम्रोतिर चाहिँ यस्तो छ वा हाम्रो परिवारमा यस्तो छ, तपाईँहरूको के कस्तो छ प्लिज कमेन्ट गरेर भन्नुहोस् त साथी हो।